दर्शक महानुभावहरू सबैजनालाई स्वागत छ। म आज यो युनाइटेड अरब इमिरेट्सको दुबई स्थित मिना बजारमा रहेको छु र मिना बजारमा हाम्रो नेपाली समुदायहरूको बाक्लो उपस्थिति हुने गरेको छ र यसै बीच म एउटा नेपाली सुन चाँदी दुकान दरबार ज्वेलरीमा हजुरहरूलाई पस्किँदैछु। आफ्नो ट्रेडिसनल गरगहना प्रोभाइड गर्न सबैले नसकेर पनि होला कि या त अब नेपालको व्यवसाय त्यति नफस्टाएर अब विदेशतिरै केही गरौँ भन्ने मनसायले पनि आउन सक्नु भएको हुन्छ। अब व्यापार भन्ने कुरो त्यही हो, अब एउटाले गर्दा अर्कोले त्यही देखेर पनि राम्रै चल्दो रहेछ भनेर केही न केही गरौँ भनेर भइरहेको छ। अब सबै चलेकै छ भनौँ न, ओभरअल अहिलेसम्म चाहिँ हामी खुसी नै छौँ, सन्तुष्टि नै छौँ। हस्, धन्यवाद तपाईँलाई। अनि दियाजी, तपाईँ त 24 घन्टा यहाँ समय दिनुभएको हुन्छ। हाम्रो गोपाल सर त मैले ब्याकग्राउन्डमा ब्याकएन्ड टिममा हेर्दाखेरि चाहिँ उहाँ अस्ति भर्खरै चाहिँ नेपाल गएर आउनु भएको थियो। तपाईँ चाहिँ यहाँ प्रत्यक्ष रूपमा चाहिँ उपस्थित हुनुहुन्छ नि, बिहान पसल खोल्नेदेखि लिएर बन्द गर्ने समयसम्म हुनुहुन्छ। तपाईँलाई कस्तो लाग्छ यो यहाँको पसलको व्यापारको देखि लिएर नेपाली कस्टमरहरू कस्तो खालको भेट्नु तपाईँले? मलाई धेरै राम्रो लाग्छ यहाँ दुबईमा है, यति धेरै माया गरिदिनु भएको छ हामीलाई। कस्टमर हरेकजनाले जसले पनि आउनुहुन्छ हाम्रो पसल मन पराइदिनु भएको छ है, हाम्रो सर्भिस मन पराइदिनु भएको छ, हरेक कुरा हाम्रो मन पराइदिनु भएको छ। त्यसमै हामी सेटिस्फाइड छौँ, खुसी छौँ एकदम। धेरै कस्टमरलाई धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट। धेरै नै खुसी छौँ हामी, उहाँहरूले हामीलाई गर्ने व्यय भयो हरेक कुराहरू एकदम माया, जो आए पनि माया गर्नुहुन्छ, त्यही चाहिँ हाम्रो लागि धेरै ठुलो कुरा हो। हस्, धन्यवाद। दर्शकहरू देख्न सक्नुहुन्छ यो दरबार ज्वेलरी रहेको छ। दरबार ज्वेलरी युनाइटेड अरब इमिरेट्स दुबईको मिना बजारमा रहेको छ यो दरबार ज्वेलरी। र दरबार ज्वेलरीमा यति धेरै स्पेस, हेर्नुहोस् कति ठुलो स्पेस रहेको छ। तपाईँहरू आउन सक्नुहुन्छ, बस्न सक्नुहुन्छ र गरगहनाका सामानहरू उहाँहरूले भनेअनुसारको, तपाईँहरूले भनेअनुसारको र उहाँहरूले चाहेअनुसारको चाहिँ तपाईँहरूले गहना लिन सक्नुहुन्छ। कति राम्रो सामान हुन्छ, हेर्नुहोस् बालाहरू छ यहाँनिर चाहिँ, यो सबै रेडिमेड पनि छ, बनाइराखेको पनि छ र प्लस तपाईँहरूले अर्डर दिएर बनाउनु पनि सक्नुहुन्छ र अर्डर एकदमै छिटो बन्छ र तपाईँहरूलाई लागत कस्ट अलिकति कम पर्न जान्छ है। यहाँ वरिपरि धेरै छन्, नेपालीको अरू पनि छन्, धेरै सुन पसलहरू रहेको छ। तपाईँहरूलाई चाहिँ सबैले जहाँले चाहिँ के भन्न सक्नुहुन्छ भन्दाखेरि छिटो बन्छ, अलि भरे नै हुन्छ भन्न पनि सक्नुहुन्छ। तर यहाँनिर दरबार ज्वेलरीमा आउनुभयो भने स्पेसल्ली तपाईँहरूको लागि चाहिँ एकदमै छुट र छिटोमा यो बन्न सक्ने रहेको छ है।